हेलो नमस्ते वेलकम ब्याक माई न्यू ब्लग आई होप हजुरहरू सन्चै हुनुहुन्छ होला हामी पनि एकदम ठिक छौँ मेरो फोनले यहाँ अहिले सुतेर भर्खर उठेको अनि आज चाहिँ हामी कति दिनपछि यसरी बाहिर निस्किन पाएको टाइम पाएको सो यस्तो सुनौलो अवसरलाई चाहिँ किन क्याप्चर नगर्ने भनेर अनि म चाहिँ भिडियो बनाउँदैछु पछि लागेर केही छैन यहाँ यो चाहिँ आसाफेनबुरको स्लस हो यो चाहिँ एक साइडबाट मात्रै हो अर्को साइडबाट चाहिँ उतापट्टि चाहिँ हामी गएको छैन अहिले एकदम राम्रो छ नि वेदर पनि एकदम राम्रो भइरहेछ हजुरहरू यता देख्न सक्नुहुन्छ कति राम्रो छ राम्रो वेदर क्लियर सबै राम्रो अनि भ्यू पनि एकदम राम्रो छ यहाँ यो चाहिँ अर्को साइडपट्टिबाट हो एकदम राम्रो छ नानीलाई फेरि बोक्न नहुने हिँड्नु पर्ने रे आफै हिँड्नु पर्ने अर्काले बोक्न नहुने न आफू राम्रोसँग हिँड्न सक्नु बाबाको स्ट्रगल बिचारा छोरीले गरेर यहाँ चाहिँ नर्मल्ली चाहिँ यो भरि फुलै फुल हुने रहेछ अनि अहिले चाहिँ हामी अलि चाँडो भयौँ मतलब 1 महिना पछि जस्तो आउने हो भने चाहिँ यहाँनिर यो पुरै यो सबै फुलै फुलले भरिने रहेछ अहिले त सबै दाउरा जस्तो हुन्छ नि पुरै मात्रै छ अनि सानो कोपिलाहरू लागेको छ फुलहरू चाहिँ छैन अहिले तर यहाँ फुलै फुल हुने रहेछ दामी हुने रहेछ नि यहाँ यस्तो तलदेखि यहाँ माथि सबै फुलै फुल हुने रहेछ अब यो साइडमा चाहिँ बन्दै रहेछ यहाँ चाहिँ कम्प्लिट भइसकेको छैन रहेछ उता पछाडि मात्रै रहेछ कति धेरै ठाउँहरू चाहिँ बनाउँदै रहेछन् अहिले चाहिँ हाम्रो ठुलो मान्छे दौडिरहेको चाहिँ त्यही नानी चाहिँ अघि 10 मिनट मात्रै सुतेको थियो गाडीमा त्यही भएर अहिले निन्द्राले रिसाएर चाहिँ हामीले चाहिँ किन्डाबारी लिएर आउनु पर्दैन होला चाहिँदैन होला भनेर लिएर आएनौँ तर लिएर आएको भए राम्रो हुने रहेछ यसलाई रोएर आफ्नै इच्छाले हिँड्नु पर्ने रे उसलाई त्यही भएर झगडा गरिरहेको छ उसले चाहिँ निन्द्राले लट्ठ परेर बसिरहेको छौँ यहाँ कुद्दै चाहिँ हामी चाहिँ गाइज घर जान लागेको अब
घर जानुपर्ने काम पनि पऱ्यो। सो हामी चाहिँ घर जानु लाग्यो। तर यहाँ राम्रोसँग अझै घुमिसकेकै थिएनौँ। बाहिर अझै अरू पनि प्लान थियो हाम्रो। केही पनि नगरिकन घर जाँदैछौँ। अब यति भन्दै मेरो भिडियो यहीँ टुङ्ग्याउँछु। हस् त, धन्यवाद। मेरो भिडियोलाई लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब गरिदिनु होला। मेरो फलोवर्स बढाइदिनु होला गाइज। यति भन्दै अर्को भिडियोमा भेट्ने बाचाका साथ अहिलेलाई छुट्टिन चाहन्छु। बाई, टेक केयर। मस्त